हेलो गुड मर्निङ सबैजनालाई है। वेलकम टु माई मिनी ब्लग। आज चाहिँ बिहानै म निङ्लो खोज्नु गएको हो। सो आज दिनको त चिसो होइन, यस्तो उठेको त कस्तो चिसो रहेछ हो। सो फोनमा बोल्दै बोल्दै बारीमा गएको, निङ्लोहरू एक दुईवटा पलाएछ। सो निङ्लो चाहिँ मेरो फेभरेट सब्जी हो है। सो निङ्लो एक दुईवटा पलाएछ, निङ्लो टिप्दै टिप्दै तिज भएको छ निङ्लो हो। बारीमा निङ्लो टिप्दैछु म चाहिँ। भरे बेलुका आलुसँग यस्तो अलिकति मिक्स गरेर खानु पनि हुन्छ हो। मलाई निङ्लो चाहिँ असाध्यै मनपर्छ। सो निङ्लो हेर्नुहोस् त है, आमा मजाले पलाउँदो रहेछ हो। अब निङ्लो चाहिँ अब यतिखेर चाहिँ पाउने सिजन हो, निङ्लोको सिजन चाहिँ हो अब स्टार्ट भइसकेको छ। सो निङ्लो चाहिँ मलाई साह्रै मनपर्छ, दाची बनाएर खानु पनि ठिकै हो है। निङ्लो र आलु भुट्दा पनि भयो, निङ्लो मात्रै खानु मिलिन्छ है। प्रायःले निङ्लो मनपर्छ होला, मलाई त मनपर्छ। सो दिन पनि कम त चिसो छैन, एक छाक भए पनि पुग्ने रहेछ भरे बेलुका। भरे बेलुका खाने एक छाक भए पनि मिल्ने रहेछ हो। घरकै छेउमा बेसी जानु पनि पर्दैन कहीँ, घरकै त्यो यताउता उयसमा हेर्दा खोज्दाखेरि पाइहाल्छ हो। दिन हेर्नुहोस् त यस्तो चिसो छ आज, अन्त चिसो छैन, माथितिर पक्का पनि हिउँहरू पऱ्यो होला हो। निङ्लो हेर्नुहोस् त कस्तो दामी छ निङ्लो, पर 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 भुट्नु मनपर्ने खालको निङ्लो। हेर्नुहोस् त एक छाक भए पनि पुग्ने रहेछ। ल गाइस, निङ्लो पलाउनु थालेछ, कसको फेभरेट हो सबैले कमेन्ट गरिदिनु होला, कसलाई मनपर्छ। यो चाहिँ हाम्रै घरमा छ, घरकै छेउमा है, घरको माथिपट्टिको बारीमा हो, घरकै छेउमा हो निङ्लो। आज चाहिँ निङ्लोको निङ्लो खोज्दै खोज्दै हिँडेको म चाहिँ। निङ्लो यस्तो मजाको चिसो पनि छ आज त भगवान्। राम्रोसँग कतिवटा राम्रोसँग हेर्नु देखाउनु पाएन होला मैले, देखाउनु त राम्रोसँग मिलेन जस्तो लाग्यो। अर्को टाइममा आइपुगेँ, निङ्लो खोज्दैछु। अघि एक बिट उयो बनाइहालेँ, अब अहिले त खोज्दैछु। अघि आधी टिपेको पर राखिरहेको छु मैले हो, अहिले यहाँ फेरि अर्को साइडमा आएर आधी टिप्दैछु। यता निङ्लो निङ्लो हेर्नुहोस् है कस्तो मजा हो ल। निङ्लो निङ्लो बारीमै छ हौ निङ्लोहरू नि के, तर अब यति चाहिँ हो, अब खोज्नु अल्छी चाहिँ गर्नु भएन हो। आज मलाई याद पनि थिएन निङ्लो उयो भयो भने, फोनमा बोल्दै बोल्दै जाँदाखेरि मात्रै देखेको मैले, अन्त टिप्न लागेको। फोनमा आमासँग बोल्दै हेर्नुहोस् त निङ्लो मजा हो। अघि एक साइड टिपेर पर राखिरहेछ। यहाँ चाहिँ बारी पनि मकै उयो गर्नु लागि चाहिँ खनेर रेडी रहेछ हो। अघि एक टिपेर पर आधी पर राखिरहेको छु उतापट्टि बारीमा, अन्त आधी चाहिँ यता टिप्न आएको म चाहिँ हो। बारी हेर्नुहोस्, मकै उयो गर्नु लागि रेडी गरिरहेछ, यता छाडछुड गरेर। घर चाहिँ उहीँ हो, छेउमै छ हो। हेर्नुहोस् अब यहीँ हो निङ्लो हो, घरकै छेउमा। अलिक यतिखेर त आउँदैन, अब अलिक बादमा चाहिँ निङ्लो हेर्दा साँप पनि अलिक हेर्दै हेर्दै गर्नुपर्छ। अहिले त साँप छैन, मजाले टिप्यो भयो। अलिक बादमा चाहिँ अलिक साँपहरूको सिजन पनि लाग्नु आँटेछ, आउनु आँट्यो। अब लाग्नु त के अब रेडी आयो बराबरै। घर देख्नु भयो, घर यहीँ छ हो। यहाँ हेर्नुहोस् त बारीमै हल्दीहरू, यो चाहिँ बारीमा भएको सबै हल्दी हो। हाम्रो चाहिँ अस्ति हल्दी टिपेर पनि भाउजूले एकदम काटेर पनि सुकाएर पनि हल्दी बनाइसकेको छ हो। हाम्रो घरमा चाहिँ हल्दी किन्नु पर्दैन, बारीमै उयो भइहाल्छ। अस्ति एकपल्ट चाहिँ काटेर पनि उयो गरेर पनि उयो गरिसकेको थियो, सुकाएर पिनेर। लामो प्रोसेस छ यसको पनि हो। हल्दी बारी खन्दा जोत्दाखेरि हल्दी पनि निस्केछ बाहिर, यो चाहिँ त्यही राख्छ हामीले हो। हेर्नुहोस् अब फेरि तल्लोपट्टि जानुपर्छ निङ्लो खोज्नु। फेरि यहाँ यस्तो छेउछाउतिर पनि हुन्छ निङ्लो। ल आज चाहिँ मेरो सब्जी चाहिँ निङ्लै हुन्छ। थ्याङ्क यू फर वाचिङ। यति मात्रै भिडियो।
चाहिँ